येशू मसीहले भन्नुभयो, मसँग जोडिएका हाँगाहरू जसले फल फलाउँदैन तिनीहरूलाई म काटेर मिल्काइदिनेछु। येशू मसीहले बाइबलमा यूहन्ना 15 अध्यायमा एकचोटि आफैलाई रुखसँग तुलना गर्नुभएको छ र येशू मसीहको पछि लाग्नेहरू, येशू मसीहलाई गुरु भन्नेहरू र येशू मसीहलाई चाहिँ मेरो प्रभु र मुक्तिदाता भनेर उहाँको शिक्षा अनुसार जीवन जिउन चाहनेहरूलाई उहाँहरूले हाँगाहरू भन्नुभएको छ। येशू मसीहले धेरै ठाउँमा चाहिँ फल फलाओ भनेर भन्नुभयो र येशू मसीहले चाहिँ फल फलाउनको निम्ति चाहिने स्रोत साधन म तिमीहरूलाई दिनेछु र तिमीहरूले चाहिँ त्यसको बदलामा फल फलाउनु पर्छ भन्नुभएको छ। यूहन्ना 15 अध्यायको 1 पददेखि हामीले पढ्यौँ भने यसरी भनेको छ, साँचो दाखको बोट म हुँ र मेरो पिता किसान हुनुहुन्छ। ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढी फल फलोस् भनी उहाँले छिवल्नुहुन्छ भन्नुभएको छ। हेर्नु त, हाम्रो पिता परमेश्वर एउटा किसानको रूपमा उहाँले तुलना गर्नुभयो। येशू मसीहले आफैलाई रुखसँग तुलना गर्नुभयो र त्यो हाँगाहरू जो येशू मसीहलाई मेरो प्रभु र मुक्तिदाता भनेर अगाडि आएको छ, पछि लागेको छ, तिनीहरूलाई हाँगा भन्नुभएको छ। येशू मसीह रुख र हामीहरू हाँगा। हाँगाहरूले फल फलाउनु पर्छ भन्नुभएको छ र फल फलाओस् भनेर पिताले चाहिँ त्यसमा छिवल्नुहुन्छ भनेको छ। भनेको त्यसलाई चाहिने स्रोत साधनहरू उहाँले दिनुहुन्छ। तर यदि हाँगाले फल फलाउँदैन भने चाहिँ त्यस्तो हाँगालाई चाहिँ उहाँले काटेर फालिदिने भन्नुभएको छ। हामी धेरैचोटि येशू मसीहलाई चाहिँ हामीले के त प्रभु प्रभु भन्दै उहाँको पछि लागिरहेका हुन्छौँ। हामीलाई चङ्गाइ चाहियो भनिरहेको हुन्छौँ होइन, हामीलाई जे खाँचो पर्यो हामीले प्रार्थना गर्छौँ र उहाँले हामीलाई निको पनि पारिदिनु भएको हुन्छ। तर निको भएपछि उहाँले हामीबाट फल फलेको चाहनुहुन्छ। तर हामीले फल फलाएनौँ भने चाहिँ उहाँले त्यस्ता हाँगाहरू, त्यस्ता विश्वासीहरू, त्यस्ता जनहरूलाई चाहिँ के त उहाँले काटेर फालिदिन्छु। जुन हाँगाले फलै फलाउँदैन त्यो हाँगालाई रुखमा राखेर काम छैन भन्दै हुनुहुन्छ। हामीले वचनमा हेर्दै गर्दाखेरि पिताले हामीलाई येशू मसीहको नाममा त्यसै निको पार्नु भएको छैन, त्यसै आशिष दिनुभएको छैन। हामीबाट पनि उहाँले रिटर्नमा उहाँले चाहनुहुन्छ उहाँले भनेका कुराहरू। अब उहाँले के भन्नुभएको छ त, आखिरमा फल फलाउने भन्ने कुरा के हो त, हामी बाइबलबाट हेरौँ। हामीले गलाती 5 अध्यायको 22 पदमा हेऱ्यौँ भने चाहिँ पवित्र आत्माको फलको बारेमा यहाँ बताइएको छ। यहाँ हामीले पढ्दै जाँदाखेरि चाहिँ हामीमा हुनपर्ने, यदि पवित्र आत्मा हामीभित्र आउनु भएको छ, पवित्र आत्मालाई हामीभित्र राखेका छौँ भने पवित्र आत्मा अनुसारको फल हामीमा देखिनुपर्छ भनेको छ। र गलाती 5 अध्यायको 22 पदमा चाहिँ त्यो के हो, के फल फल्नुपर्छ भनेर यहाँ भनिएको छ। गलाती 5 को 22 पदमा यसरी लेखेको छ, तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता र संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन भनेको। हेर्नु त, पहिलो आफू भित्रबाट आफूमा हुनुपर्ने कुरो, पहिलो फल आफूमा सुरु हुनुपर्ने कुरो देखिन्छ। जब येशू मसीहलाई हामीले प्रभु र मुक्तिदाता भनिसकेपछि उहाँले हामीलाई पवित्र आत्मा हामीभित्र पठाइदिनुहुन्छ र त्यसपछि पहिले हामी परिवर्तन हुन्छौँ अथवा हुनै पर्छ। हामीमा यी फल चाहिँ देखिनै पर्छ। यो हामीमा एकसाथ हुने कुराहरू हो। जस्तै आनन्द चाहिँ नहुने, शान्ति चाहिँ छ भन्न मिल्दैन। यो पवित्र आत्माको फल हो, एक वचन, एउटै शब्द हो। यहाँ जति पनि हामीले पढेका छौँ यो सबै हामीमा अटोमेटिक आउँछ, किन यी पवित्र आत्माका गुणहरू हुन् र ती गुण हामीभित्र आउने हो। यो चाहिँ पहिलो फल, पहिले आफूमा देखिन पर्ने फल हो। र दोस्रो चाहिँ उहाँले आज्ञा गर्नुभएका कुरा पुरा गर्ने। त्यसको लागि हामी कहाँ पढ्छौँ त, मत्ती 28:18मा। त्यहाँ येशू मसीहले आफ्ना चेलाहरूलाई के भन्नुभयो, येशूको पछि लाग्नेहरूलाई के भन्नुभयो भन्दाखेरि, यदि तिमीहरू मेरो चेलाहरू हौ भने अब मेरो कुरा तिमीहरूले सुन्नुपर्छ। अब म त जाँदैछु तर म अब तिमीहरूलाई एउटा आज्ञा दिन्छु भनेर उहाँले भन्नुभयो कि यसकारण जाओ र सारा जातिका मानिसहरूलाई मैले जस्तो सिकाएको छु त्यस्तै सिकाएर उनीहरूलाई चेला बनाऊ भन्नुभएको छ। सारा जातिहरूलाई। हेर्नु त, पहिला आफूभित्र त्यो हुनु पर्यो फल, आफूमा त्यो फल देखिन पर्यो पवित्र आत्माको गुणहरू। र दोस्रो अब हामी अरूहरूलाई त्यो कुरा सिकाउन जान पर्यो, अरूहरूलाई येशू ख्रीष्टको सुसमाचार सुनाउन जान पर्यो। र यसको लागि फेरि उहाँले हामीलाई मद्दत गर्छु, तिमीहरूलाई चाहिँ म सल्लाहकार पठाइदिन्छु भनेर चाहिँ प्रेरित 1:8मा पढ्यौँ भने त्यहाँ के भनेको छ त, जब पवित्र आत्मा तिमीहरूभित्र आउनुहुनेछ तिमीहरूले चाहिँ शक्ति पाउनेछौ। हेर्नु त, पवित्र आत्मा हामीभित्र आएपछि मात्रै हामीले शक्ति पाउँछौँ र ती फलहरू देखा पर्छ भन्नुभएको छ।
यदि यो फल देखा परेको छैन भने हामी भित्र पवित्र आत्मा पनि हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा पनि शङ्का हुनसक्छ। किनकि जो भित्र जेको बिउ छ त्यो त बाहिर देखिन्छ नि, हामी भित्र जे छ त्यो बाहिर देखिनुपर्छ। यदि पवित्र आत्मा हामी भित्र हामीले पाएका छौँ भने बाहिर त पवित्र आत्माको फल देखिन पर्यो र उहाँले आज्ञा गर्नुभएको कुरा हामीले पालन गर्नु पर्यो। येशू मसीहले भन्नुहुन्छ, यदि तिमीहरूले धेरै फल फलाएर मेरो चेला हौ भन्ने प्रमाणित गर्यो भने यसैमा मेरो पिताको महिमा हुनेछ। हेर्नु त, येशू मसीहले भन्नुभएको छ फल फलाउने भनेको आफूभित्र देखा पर्ने र उहाँले भन्नुभएको आज्ञा अरू धेरै मानिसहरूलाई येशू ख्रिस्टको बारेमा त्यो सुसमाचार धेरैलाई सुनाउने, यो हो फल भनेको। हामीले मण्डलीभित्रका आइसकेका मान्छेलाई हेरचाह गर्ने र आउन बाँकीहरूलाई पनि उहाँको सुसमाचार सुनाउँदै आफ्नो जीवन गवाहीहरूबाट उनीहरूलाई प्रार्थना गरेर निको पारेर हुन्छ कि परमेश्वरको वचनहरू सुनाएर हुन्छ कि उनीहरूलाई चाहिँ येशू मसीहको चेला बनाउने र आएकाहरूलाई चेलापनमा हुर्किनलाई मद्दत गर्ने यो फल हो। यो फल जति धेरै फलाउँछौँ हाम्रो पिता परमेश्वर त्यति खुसी हुनुहुन्छ। येशू मसीहले प्रश्न भन्नुभएको छ, धेरै फल फलायो भने, हेर्नु त यहाँ थोरै अलिअलि भन्नु भएन उहाँले, होइन, धेरै फल फलायो भने यसैमा मेरो पिताको महिमा हुनेछ। यदि हामी परमेश्वर पितालाई येशू मसीहको नाउँमा खुसी पार्न चाहन्छौँ भने येशू मसीहले हामीलाई दिनुभएको आज्ञा पालन गरेर पवित्र आत्माको फल फलाएर धेरै मानिसहरूलाई परमेश्वरमा डोर्याउनुपर्छ। होइन भने उहाँले यस्ता फल नफलाउने हाँगाहरूलाई काटेर मिल्काइदिनेछु भन्नुभएको छ। आइसकेकाहरू पनि, निको भइसकेकाहरूलाई पनि पछि फेरि फल फलेन भने काटेर मिल्काइदिन्छु भन्नुभएको छ। यसकारण हामी होसियार पनि हुनुपर्छ र सँगसँगै हामी एकदमै येशूको सुसमाचार धेरै मानिसलाई कसरी पुर्याउने भनेर यसलाई मनन गरेर अनि पवित्र आत्माको शक्तिमा हामी अगाडि बढ्नुपर्छ। हुन्छ, आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो आशा गर्छु। मन परेको छ भने तपाईँले यो भिडियो धेरै कहाँ पुर्याउनुहोस्, सेयर गर्नुहोस्। केही जिज्ञासा छ, गुनासो छ भने तपाईँले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। हामी जतिसक्दो छिटो हजुरको मेसेजको रिप्लाई गर्नेछौँ। हुन्छ, जय मसीह।